ल त ल बिस्तारै जाऊ है त ल जय शम्भो ल ल ल केही भएन चप्पल किन्नु त्यो जो चप्पल चाहिएछ भन्नुभएको होइन ल बिस्तारै जाऊ ल त्यही यस्तो बिटी चोकमा जान्छु त्यो मकै खान्छु एकछिन अब म हतार गरेर दौडिदिनु पानी हिँड्नु सक्दिनँ हो नि त यो मायालाई आजै हो एकेको देखेकाला चन्द्रमालेएको फुल मायामा नभुल आजै हो एकेको देखेकाला चन्द्रमाले एकेको फुल मायामा नभुल फुल मायामा नभुल जम बर्ती गइसक्यो भाइ भिडियो अहिले देखिँदैन भिडियो चाहिँ तँलाई यो भिडियो इलेक्सनपछि पठाउँछु कति आनन्द रहेछ भन्ने कुरा तैँले हेर्नुहोस् पानीको मैले बनाएको भिडियोहरूमा अलिकति आवाज आउँदैन क्या आवाज आएको छ अलिकति होइन मिचेर छ ठिक भन्छ आज यसरी पानी परेछ खासमा आज हाम्रो चाहिँ लुम्बिनी जाने कार्यक्रम थियो तर पानी परिसके पछाडि अब लुम्बिनी जानु त भएन त्यो भएर भिनाजुली चाहिँ नि ल आज लुम्बिनी जानु मिल्दैन यहाँ अरू माछा खानु भन्नुभएको छ अब माछा खानलाई जानलाई पनि यो पानीमा कसरी जाने हो हिँड्न त यो पाउनेबाट हिँडे तर हामीले यसरी यहाँ यो गरेको छ यो गर्नु हाम्रो घर हो यसरी पानी परेर जम पानी परेको छ यसरी बाहिरको पानी परेको नालामा बाहिर चन्द लिनु घुमिरहेको छ यो मडराम अलिकति अगाडि बसेको होला यो चाहिँ ऊ चोक हो के भन्छ पुरानो सडक हो त्योभन्दा अघिल्लो चोक चाहिँ मडराम चोक हुन्छ पानी परेर यति दौडिने यो सबै युवाहरू कस्पेर आउँछन् भन्दा यहाँ क्यामेरा लिएर पनि हो म आएको तिनीहरू आयो नि तिनीहरू रेनकोट रहेपछि त मस्त रेनकोट होला नि त
माछा घरि अरे त के नेपाल अब हेरि नै के यहाँ हिमालय मार्ग मैले हाम्रो उसको मार्गै के छैन हिमालय मार्ग हाम्रो के अरे अरण्यको मार्ग लेखेको चाहिँ ए यहाँ माथि बोर्डमा रहेछ कि ए दुध मैले पनि लानु पर्ने थियो मैले सम्झाइदिनु भयो दुध पनि लानु पर्ने थियो भयो अस्ति उनीहरूलाई एयरपोर्टमा लिन जाँदाखेरि मैले ढुको गर्दा चाहिँ के भयो युवा आयो कि भनेर चिन्दै गर्दा युवा त आउँदै आउनु पानी रन्किएर पऱ्यो मलाई लिँदा त म एयरपोर्टमा आउँदा जस्तै ढुको पनि त ठ्याक्कै न 1 घन्टा भयो नि फेरि आउनु अघि हुन्छ आउनु अघि होइन अब यो चाहिँ पक्कै हो माने चाहिँ 2 लेन फाइनल है यो चाहिँ पक्कै आउनु माने चाहिँ 2 लेन फाइनल यतै पनि ल्याएको छ मोटरसाइकल भनेपछि जहाँसम्म यस्तै चाहिँ माछा खान भन्दा यस्तै छोडियो जनता कहाँ भयो र युवा कतिखेर गयो होइन माछा खान्छु भनेर यस्तरी पानी भित्दै जाँदाखेरि के हुन्छ होइन देख्नेलाई पनि माछा भनेपछि त यस्तरी पानी पनि आउँदैछन् भन्ने पर्छ कि देख्छ है आमा त साँच्चै मेहनत ल्याएछौ नझरिकन जाने यस्तो पानी नझरिकन जान्छौ हो र ल कागज कहाँ छ त ल हुन्छ त्यसमा कि उ गर्ने हो त अहिले पानीमा यहीँ बस्ने मैले लिएर आउँछु कि माछा बर्दिस्ता होइन अहिले त होइन तर पानीमा यहीँ बसेर अलि बिदो आएपछि जाने हो भने बसौँ यहीँ खाम त्यसमा राम्रोसँग बिस्तारै गयो है म धार दिउँ अब धार जेनेर अब धेरै धार जाइन भने बुझ्दा बुझ्दै तपाईँ पनि आइहाल्नुहुन्छ अब ल त्यसमा यो के हो त यता यो त फेरि यो ए ल ठिक छ मलाई त साँच्चै कहिले सिद्धि ल्याएछौ यहाँनिर ओढाएर म कसरी हो भने म आउँदैछु पानी भिडियो गर्नु जाति भयो क्या नि यसो गर्नु कि तपाईँ तिहार भन्दा लाउनु गाईको चाहिँ लाउनु तलपट्टि रुच्दैन अनि त्यसपछि उहाँ गएर एउटा कपडा राख्नु उहाँ गएर लाउने राख्नु त्यो गर्नु हुन्छ माइतीलाई पनि हेराइपर्छ नि ल चन्द्रमाले एकेको फुला मायामा नभुल ए फुला मायामा नभुल झ्याप्पै नजर गालैमा पारेर तैले आँखा छिमेकै मारेर फुला मायामा नभुल गालैमा पारेर तैले आँखा छिमेकै मारेर
माछा खानु भन्दा यस्तो दुःख माछाको लागि यति दुःख पनि गर्नु पर्दो रहेछ अनि दिनको खर्च हामीलाई यो लोक भेटियो माया लाउने कान्छीलाई भेटियो फुला मायामा नभुल ए फुला मायामा नभुल पैसा लुमा लोभे छ हेराइ जति हेर्यो पिराती झन्झेरै फुला मायामा नभुल लोभे छ हेराइ जति हेर्यो पिराती झन्झेरै फुला मायामा नभुल ए फुला मायामा नभुल चौतारीमा पात खसो फिर्का छै बसो माया पानीको तिर्खा छै फुला मायामा नभुल पात खस मामाहरू आउनुभयो हाम्रो नमस्कार नमस्कार आइफोन हो कि मामा बिग्रिन्न डरो कुराउनु हो नि कति कुराउनु हो मेसेज गर्नुपर्छ नि माइजू नमस्कार मामा नमस्कार यो मायालाई गाईदासी त पानीमा रोजेर हिँड्न मजा आउँदो रहेछ कि रामा हो नि त पानीमा रोजेर हिँड्न मजै मान्छ डाँक कोरेर लग 1 घन्टा कोरेर हिँड्दा यहाँ देखिन्छ झ्याप्पै नजर यो नि मेरो लागि मारेर फुला मायामा नभुल गालैमा पारेर तैले आँखा छिमेकै मारेर फुला मायामा नभुल ए फुला मायामा नभुल मायाले अब छिटो कपडा लाउनु त्यहाँ लिएर लुम्बिनी जाम रमाइलो गरेर जाम पानी भासे त फुला मायामा नभुल माया सम्झेट हुँदो रहेछ नमरी भासे त फुला मायामा नभुल ए फुला मायामा नभुल बाँचे भेट्टा भाग्यमा छ भनी मनको कुरा के बसौल भनी फुला मायामा नभुल भाग्यमा